नमस्ते, स्वागत छ यहाँहरूलाई समुज किचन एन्ड ब्लग्समा। आज चाहिँ म धेरै दिनपछि उपस्थित भएको छु हजुरको सामुन्ने भिडियो बनाउन स्टार्ट गर्दैछु है। आज चाहिँ स्पेशल के छ भने आज चाहिँ बुढाको बर्थडे हो हैन। तर अहिले चाहिँ घडीमा बेलुकाको 5 बजिसकेको छ हैन। मैले अनि सधैँ चाहिँ मैले अघिल्लो दिनै राति 12 बजे केक ल्याएर काट्ने गरेको थिएँ। अब यसपालि चाहिँ त्यस्तै भयो, अलि ल्याउन पाइएन। हिजो चाहिँ केक मैले ल्याउन पाइनँ अनि मैले अघि दिउँसो गएर केक चाहिँ लिएर आएको छु। अनि गिफ्ट चाहिँ मैले अनलाइन अर्डर गराएको थिएँ गाइज है। अनि त्यो पनि खै आज अहिलेसम्म कल गरेको छैन, सायद आज आउँदैन होला। मैले डेलिभरी डेट चाहिँ 16 मा भनेको थिएँ, अलि ढिला भएछ कि अर्डर गर्नलाई। अनि ल्याउँदैन जस्तो छ। आज 16 to 17 भनेको थियो डेलिभरी डेट उनीहरूले चाहिँ। मैले चाहिँ सकेसम्म 16 मै ल्याइदिएन भनेको थिएँ, तर ल्याइदिएको छैन। अनि आज चाहिँ आउँदैन जस्तो लागिरहेछ मलाई चाहिँ। त्यही भएर अहिले चाहिँ म यहाँ बसेर अलिअलि काम गर्दैछु। के काम गर्दैछु म हजुरलाई देखाउँछु है त। म चाहिँ यहाँ बसेर गाइज हैन यो बेलुनहरू चाहिँ फुलाउँदैछु। यहाँ बेलुनहरू यति फुलाइसकेँ मैले, 6-7 वटा जति चाहिँ। अनि बनाउँदैछु। डेकोरेसन चाहिँ गर्ने ठाउँै छैन कि, हेर्नु न वालहरू सबै यस्तो छ, कहाँ गर्ने जस्तो भइरहेछ मलाई। त्यो कुनामा गरम कि भनेर सोच। गाइज मैले चाहिँ यति बेलुनलाई चाहिँ रेडी गरिसकेको छु। अब चाहिँ म यसलाई उतातिर डेकोरेसन गर्छु। म एक्लै छु, सानो बाबु आउन त आउने बेला भयो हैन। अनि म यसलाई ट्युसन गएको छ कि ऊ चाहिँ, अनि आउने बेला भयो। म यसलाई डेकोरेसन गर्दै गर्छु। अहिले गरिसकेपछि हजुरलाई फाइनल लुक्स चाहिँ म देखाउँछु कस्तो भयो भनेर। गाइज हजुर देख्न सक्नुहुन्छ हैन, मैले यतिको चाहिँ बनाएको छु। पुरै त्यो पम्प नभेरेर है, मुखले फुलाएर यस्तो ओठ फुटाएको छ पुरै। टेप पनि हजुर मुखले तानेछु, एकदम चिपचिप भएको छ कि टाँसेछ सबै। यो ओठ त पुरै हेर्न नहुने हुन्छ भोलि। अब मैले त्यहाँ ह्याप्पी चाहिँ टाँसिसकेँ। अब यो अझै बर्थडे चाहिँ बाँकी नै छ। कति टाइम लागेको कि यो यति गर्नलाई पनि केही जस्तो लाग्दैन हैन, तर टाइम चाहिँ कति धेरै लाग्छ कि यसमा। सो मैले अब यतिको चाहिँ बनाएको छु है। कस्तो लाग्छ हजुरलाई कमेन्ट गरिदिनु होला। यो मैले खासमा अर्को खालको बलुन चाहिँ खोजेको थिएँ हैन, हतारमा त्यो चाहिँ पाइनँ कि। यो यसरी नै बनाउने खालको एउटा अर्कै बलुन हुन्छ नि, सबै सेटहरू त्यसैमा आउने, त्यो वाला अरू बेला त मैले देखिरहेको थिएँ, तर अहिले चाहिँ मैले पाइनँ। अनि मेरो लिया चाहिँ नहेरिदिनु होला, एकदमै हालत खराब भएको छ आज हैन। गर्मी यति छ यहाँ। अब एसी चलायो भने मलाई अलिकति एलर्जी प्रब्लम भइरहेछ क्या आजकल। अनि त्यही भएर एसी पनि धेरै चलाउन पनि भएको छैन। अनि एसी नचलाइकन बस्यो भने गर्मी, बाहिर यस्तो गर्मी छ, बाहिर निस्किन सक्नु छ। सो ए हो गाइज, मेरो डेकोरेसन चाहिँ कस्तो लाग्छ हजुरलाई प्लिज कमेन्ट गरिदिनु होला। अनि अब म फेरि अरू बाँकी यो टाँसेर फाइनल लुक्स हजुरलाई देखाउने नै छु। गाइज यो चाहिँ फाइनल लुक्स है। मैले चाहिँ यतिको बनाएँ। अब यहाँभन्दा चाहिँ मैले सकिनँ, एकदमै ओठ पनि च्याप भयो, मुखै पुरै सुक्या छ। बेलुन फुलाउँदा फुलाउने नै कता गयो भेटिनँ। यतिको चाहिँ मैले बनाएको छु। अब तल चाहिँ यहाँ टेबल राखेर अनि त्यसपछि केक अलरेडी मैले अघि नै हजुरलाई भनिसकेको छु, ल्याइसकेको छु भनेर। अनि अहिले आएपछि सरप्राइज गरम भनेको, हेरौँ कतिको सक्सेस हुन्छ थाहा छैन। अब अहिलेको चाहिँ डेकोरेसन मैले यतिको काम चलाऊ सरकार चाहिँ बनाएको छु गाइज। हजुरलाई कस्तो लाग्छ फेरि पनि भन्दैछु, कमेन्ट गरिदिनु होला है त। म चाहिँ डेकोरेसन सकेर हैन हाम्रो यहाँ कतारको बारी देखाउन ल्याएको छु हजुरलाई है। हाम्रो बारी चाहिँ यस्तो छ, यहाँ फर्सीको मुन्टा फलेछ।
खुर्सानी चाहिँ फल्या छैन है, हरियो मात्रै हुन्छ किन नफलेको। अनि यो छ सिमी। अनि यस्तो हामी यहाँ 50 डिग्री छ आज, त्यही पनि यहाँ पानी हाल्नलाई कस्तै छौँ होइन। अनि मुन्टाले अलिअलि आश देखाएको छ कि खान मिल्ने जस्तो भएको छ, अनि त्यही भएर लोभ लागेर हामी चाहिँ पानी हालेर चाहिँ यहाँ चाहिँ भिन्डी हेर्नु न कस्तो राम्रो भएको छ भिन्डी। यहाँ दिदी चाहिँ मल हाल्दै हुनुहुन्छ, म चाहिँ भिडियो खिच्दैछु। ल हेलो भनिदिनु दिदी। हाम्रो चाहिँ यहाँ मुन्टाई यस्तो राम्रो भएको छ। भोलि मङ्गलबार व्रत हो नि त, अनि झ्याम्म यो मुन्टा पकाएर खाँदा यस्तो मिठो हुन्छ गाइज, के भन्ने कुरै नगरौँ है। यस्तोमा लगाइदियो भने झन् हुन्छ होला है, लहरामा मास्तेर। अनि यहाँ भिन्डी चाहिँ यहाँ सिमी छ, अनि यहाँ दिदी चाहिँ देखाउँदै हुनुहुन्छ सिमी छ भनेर। सबभन्दा दिदीले नै हो गर्नुभएको बिचरा, हामी त यसो पानी ल्याउन हेल्प गर्ने मात्रै हो। हामीलाई आउँदा, मलाई चाहिँ आउँदा पनि आउँदैन खासमा है। अब हेरुन्जेल आउने हो, त्यसपछि छैन। अनि यहाँ भिन्डी चाहिँ कस्तो राम्रो भएको छ के सबभन्दा। दिदीले खन्नु भएको भिन्डी चाहिँ, अनि मैले रोपेको है, एकदम राम्रो भएको छ भिन्डी। अब फल्छ होला सायद। अब म चाहिँ नेपाल जाने बेला भएको छ, अनि दिदीहरू चाहिँ जानुहुन्न होला। आउँदाखेरि भिन्डी खाने ठिक्क बेला हुन्छ। बेला भन्दा नि फलिसकेको हुन्छ, खाँदै गर्नुहुन्छ भाउजूहरू, म बिस्तारै आएर खान्छु। अनि फर्सीको बोट चाहिँ हाम्रो थुप्रै छन्। अब हेरौँ यो गर्मी एकदमै छ, कतिको साथ दिन्छ गर्मीले थाहा छैन। पानी चाहिँ बोकेर भए पनि हालिरहेछौँ हामीले। यो सुकेको जस्तो यसलाई देखिरहनु भएको छ नि। यो चाहिँ काँक्रो गाइज है, काँक्रो चाहिँ हुँदैन रहेछ गर्मी एकदमै धेरै भएर। फर्सीको मुन्टा चाहिँ जे होस् हप्तामा होइन 2टा घरलाई एक छाक पुगिराखेको छ होइन भाउ दिदी। अब 2 छाक पुग्छ। अब राम्रो भएको छ। अनि दिदी चाहिँ मल हाल्दै हुनुहुन्छ। अब हाम्रो ढङ्ग छैन, सब दिदीले गर्नुभएको छ, हामी चाहिँ खाने मात्रै हो। अन्त गाइज मुन्टा, यो मुन्टा कस्तो मिठो हुन्छ नि होइन, कति दुःख गरेर पानी हालेको छ। यस्तो बास्ना आउँछ, घरै बास्ना आउँछ के पकाउँदाखेरि। बजाइस्यो र गाइज आइसकिरहेको छ होइन। म चाहिँ यहाँ अब यो बालेर एकछिन है, एकछिन म यहाँ काम गर्दैछु के आएँ। छोटु जागृत केक बालेर मैले चाहिँ सुनिन्छ कि बाहिर, त्यही भएर यस्तरी बोलेको। खोलो न ढोका। Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Thank you. Napugana baba. Happy birthday to me. Happy birthday. Thank you. अब बाबा यता हो। बर्थडे केक चाहिँ लिएर आउँदै स्लो मोसनमा हैन। केक खस्ला अहिले ज्याममा भएर यत्रो दुःख गरेको कामै लाग्दैन। खुसी प्रेम भाइ, इतनी खुसी पहिले कभी नहीं हुई थी वाला फीलिंग आया। थैंक यू सो मच बाबाजहरु यो फर giving me this surprise. It was great. I'm so happy. छोरी फेरि कहिले नदेखे जस्तो गर्छन्। ल गाइस यहाँ चाहिँ है ल अब चाहिँ केक काटौँ। चक्कु नै ल्याउनु बिर्स। जा बाबा चक्कु लिएर आउँछौ। जो बाबा जो। तलवार नाल्दैन हो बाबा, चक्कु मात्रै रे। ल गाइस अब चाहिँ हामी केक काट्न जाँदैछौँ। हैन आज बर्थडे बोयले प्लान्ट्स सबै भाज दिने हुन्छ। केही पनि छैन आज। आज 7 खुनमा कुइनाले हान्न पर्छ। बाबा हेलो आगो तापिरहेछ त बाबाहरु। जाडो भयो 45 डिग्रीको यहाँ जाडो छ साथीहरु। ल साथीहरु अब हामी केक काट्दै छौं। मार हान्ने भयो। Happy birthday to me.
Happy birthday, dear Dad. Hey, बजाऊ. Happy birthday to you. ल भयो बाबा. ल बाबालाई पनि सानो एकचोटि बाबालाई पनि यहीँ छ न जग्गु यहीँ छ. यहीँ ल ल ल यो बाबालाई पनि ल बाबा ल मलाई अब त्यसरी खाने होइन त्यसरी ल ल पहिला मामुलाई ल ह्याप्पी बर्थडे मामु है ह्याप्पी बर्थडे टु यु जागी त्यहाँ हो बेबी बाबु छिटो दौडेर आऊ ड्याडीलाई केक खुवाएन है बाबाले यतातिरबाट केक खुवाइदिन्छ हजुरले मलाई दुईजनाले समातेर ल्यायो है केक जागी छोटो ल यता फर्क यता आउ न तिमी ल अब बाबालाई थ्याङ्क यू बेबी तिमी म खुवाइदिन्छु मैले तिमीलाई खुवाइदिन्छु सक्नु आज मलाई खुवाइदियो ओके हाम्रो एउटा सानो बर्थडे सेलिब्रेसन सक्यो गाइज हैन एकदम इट वाज गुड सरप्राइज बाबा है तर मैले सरप्राइज चाहिँ के रे के भन्छ अनलाइन गिफ्ट पनि अर्डर गरेको थिएँ गाइज त्यो आएपछि पनि म हजुरलाई देखाउँछु हुन्छ त्यो चाहिँ आज ल्याइदिएन 16 to 17 मा डेलिभरी भनेको थिएँ अब आज नल्याएपछि पक्कै नै भोलि ल्याउँछ होला त्यही भएर मैले गिफ्ट चाहिँ हजुरलाई देखाइन छैन के देखाउनु हैन आकै छैन अब चाहिँ हामी केक काटिहाल्यो हैन अब सायद बाहिर जान्छौँ होला हामी त्यहाँ एक ठाउँमा चाहिँ कल गरिरहेछ के त्यो गिफ्ट लिन आउनु भनेर खासमा ज्वेलरीबाट त्यो त्यस्तो सिस्टम रहेछ कि उनीहरूको चाहिँ कल्याण ज्वेलर्समा चाहिँ त्यहाँबाट केही पर्चेस गरिसकेपछि बर्थडे एनिभर्सरी केही अकेजन आउँदैछ हजुरहरूको भने चाहिँ भनेर जानु होला भन्दो रहेछ अनि हामीले चाहिँ बर्थडे आउँदै थियो नि त उहाँको डेट टिपाएर आएको थियौँ त्यही भएर कल गरेको गरेछ अब चाहिँ हामी सायद निस्किन्छौँ होला अनि के हुन्छ त्यहाँको गिफ्ट त्यो पनि म हजुरलाई देखाउँछु त्यसो गर अब हामी फेरि चाहिँ क्यामेराबाट ह्याप्पी बर्थडे स्लो मोसनमा उडेर जान्छ थ्याङ्क यू बाबा ल स्लो मोसनमा गाइज अब म पनि रेडी भइसकेको छु हामी पनि अब निस्किन लागेको यस्तो छ होलिया होइन अब ठिकै छ गर्मी छ कस्तो के अनि खासै निस्किन मन त थिएन ननिस्कि भएन अनि त्यही भएर अब हामी डिनर पनि उतै गरेर आउने हिसाबले चाहिँ निस्किन लाग्छौँ अब के खान्छौँ आज एकदम हल्का फुल्कै खान्छौँ होला किनभने बेलुका चाहिँ खासै हेभी खाइँदैन नि त अनि त्यही भएर अहिले के खान्छौँ त्यो पनि हामी हजुरलाई देखाउँछौँ के खान्छौँ भनेर बर्थडे स्पेसल चाहिँ होइन अब त्यही त्यहाँ अघि नै मैले भनिहालेँ होइन त्यहाँ जानु पर्ने भएको हुनाले अब उतै बच्चाहरू पनि खुसी हुन्छन् त्यतै खाएर यसो हल्का फुल्का खाएर आउँ न त भन्ने हिसाबले जान लाग्छौँ बर्थडे पार्टी चाहिँ होइन पार्टी चाहिँ अब बाँकी छ र अर्को कुरा चाहिँ गाइस हाम्रो यो ठुलो बाबुको चाहिँ आज किचनमा चाहिँ नि आमलेट बनाएर चाहिँ नि त्यो भिडियो चाहिँ पठाउनु पर्ने छ कि स्कुलमा र बाबाले एकदमै राम्रो अमलेट बनाउँछ र हजुरहरूले हेर्दै गर्नु होला अहिले बाबाले अमलेट बनाएको भिडियो पनि हामी अपलोड गर्छौँ हामीले अहिले त होइन जे होस् त्यो भिडियो पनि आउँछ हेलो गाइस हामी कता गइरहेछौँ वी आर गोइङ टु रेस्टुरेन्ट सो वी विल हैव why we are going to your restaurant baba Bombay chapati okay but why we are going there because to have shawarma oh you want shawarma yeah Bombay गाइज होइन बर्थडे पनि बुढाको सकिसक्यो यो चाहिँ नेक्स्ट डेको मैले सुट गरेको किनभने हिजो राति चाहिँ मैले अब उता गएर खाना खाएको यताउताको गिफ्ट लिएको पनि मैले फोटो खिच्छु भनेर भनेको थिएँ नि त भिडियो खिच्छु भनेको थिएँ नि हजुरहरूलाई त्यो चाहिँ सम्भव भएन गाइज होइन गिफ्ट लिने बेलामा पनि त्यस्तै भयो अलिक भिड थियो नि त त्यहाँ लिन पाइएन भिडियो लिन पाइएन अनि फेरि पार्किङ नपाएर कि हस्बेन्ड चाहिँ बाहिरै बसेछ अनि बच्चाहरूलाई लिएर म मात्रै गएको थिएँ त्यही भएर पनि भिडियो सुट गर्न पाइएन अनि त्यही मलमा चाहिँ हामी खाना पनि खाएर आउने भन्ने सोच थियो हाम्रो चाहिँ तर
त्यो पनि सम्भव भएन किनभने त्यहाँ कन्सर्ट चलिरहेको रहेछ अनि कन्सर्टले गर्दा फुड कोर्टहरू सबै बन्द गरेको रहेछ अनि हामीले हल्का फुल्का खाएर आयौँ अनि त्यो चाहिँ मैले भिडियो खिचिनँ किनभने अब बर्थडेको दिन खाना गएको भनेको छ होइन अनि त्यसपछि अब अलिकति हुन पऱ्यो नि त्यही अनुसारको त्यो चाहिँ भएन अनि हामीले चाहिँ एकदमै हल्का नर्मल स्यान्डविचहरू खाएर आयौँ बेलुका खासै खाना पनि खाइँदैन नि त अनि स्यान्डविचहरू खाएर अनि हामी घर फर्क्यौँ गिफ्ट लिएर खिच्न पाइएन सो म हजुरलाई चाहिँ अहिले यो गिफ्ट ओपन गरेर देखाउन जाँदैछु अनि त्यसपछि हामी चाहिँ आएपछि हिजो चाहिँ मेरो बाबुको चाहिँ ठुलो बाबुको चाहिँ प्रोजेक्ट थियो कि एउटा फादर्स डेको लागि ड्याडी र छोरा भएर चाहिँ एउटा केही अब कुकिङ अथवा केही गर्नुपर्ने थियो अनि हामीले चाहिँ कुकिङ गर्न लगाएको थियौँ उसलाई अनि त्यही भिडियो बनाउँदै मैले चाहिँ हिजो एन्ड गर्न पाइनँ अनि यो गिफ्ट पनि घर ल्याएपछि पनि देखाउन पाइनँ अनि बच्चाहरूलाई पनि 10 बजिसकेको थियो बच्चाहरूलाई बिहान 5 बजी उठाउनुपर्छ स्कुल जानको लागि अनि त्यही भएर मैले भिडियो सुट गर्न पाएको थिइनँ अनि अहिले चाहिँ अब सब कामसाम सकेर आज पनि दिउँसोको 4 बज्न लागिसकेको छ लगभग होइन अनि म चाहिँ अहिले अब यो गिफ्ट ओपन गरेर भिडियो एन्ड पनि गरिहाल्छु भनेर कि अनि मैले त्यो बाबुको चाहिँ बाबु र उसको ड्याडी भएर बनाएको त्यो भिडियो पनि थोरै क्लिप छ मैले त्यो पनि यही भिडियोमा राख्नेवाला छु अब चाहिँ हामी ढिला नगरिकन गिफ्ट ओपन गर्न लागौँ है त म हजुरलाई पहिला त्यो प्याकेटै देखाउँछु यो यत्रो प्याकेट आएको छ गाइस होइन यो यत्रो यो ब्यागमा आएको छ के हो हामीले पनि हेरेको छैन यो चाहिँ टफी हो होइन यो चाहिँ थाहा भइहाल्यो यो टफी हो चाहिँ यो टफी भयो गाइस होइन अनि अर्को चाहिँ अब म खोल्न जाँदैछु अघि नै बाबुले के रहेछ मामु गिफ्ट हेरेछ हजुरले भनेर सोध्दै थियो मैले हेरेकै छैन बाबु भनेको थिएँ अब भएको बेलामा खोल्न मैले पाइनँ कि ऊ चाहिँ ट्युसन गइसकेको छ अनि यो एउटा रहेको छ यो अब यो चाहिँ खाली भइसक्यो होइन म ओपन गर्न जाँदैछु यो रहेछ गाइस होइन 5 पिस ग्लासको सेटमा एउटा चाहिँ जार यो सिसाको होइन ग्लास जार सेट रहेछ यही नै रहेछ गिफ्ट चाहिँ होइन कल्याण ज्वेलर्सले यो के भएको थियो भने होइन मेरो बर्थडेमा चाहिँ मैले गिफ्ट पाएको थिएँ होइन ज्वेलरी अनि त्यही बेलामा चाहिँ उनीहरूले चाहिँ अब अर्को नयाँ केही ओकेजन आउँदैछ भनेदेखि चाहिँ हजुरको एउटा एनिभर्सरी या त कसैको बर्थडे आउँदैछ भने टिपाएर जानु भनेर भनेको थियो अनि अब उहाँको बर्थडे चाहिँ नजिकै आउँदै थियो नि त अनि त्यही भएर हामीले चाहिँ उहाँको बर्थडेको डेट दिएको थियौँ मेरो हस्बेन्डको बर्थडेको डेट अनि त्यही भएर उनीहरूले चाहिँ फोन गरेर बोलाएको थियो गिफ्ट छ सर लिन आउनु भनेर अनि हामी चाहिँ लिन गएको थियौँ सो यही नै हो गिफ्ट चाहिँ है अब यो चाहिँ ग्लास जार सेट भनेर चाहिँ अब मैले ओपन पनि गरेर हजुरलाई देखाऊँ कि नदेखाऊँ यो अब सबैलाई थाहा भएकै कुरा हो होइन यो यस्तो जार आउँछ एउटा यसमा यो प्याकेटमा अनि त्यसपछि ग्लासको चाहिँ यहाँ सेट हुन्छ कति पिसको हुन्छ 4 पिस हुन्छ होला जस्तो लाग्छ मलाई 4 पिस ग्लासको चाहिँ सेट छ हैन यो यही हो गिफ्ट नै हो गाइस हैन गिफ्ट मैले हजुरलाई देखाउँछु भनेको थिएँ सो मैले चाहिँ ओपन गरेर पनि देखाएँ हजुरलाई चाहिँ यो बर्थडेको सरप्राइज भिडियो कस्तो लाग्यो अनि मैले बाबुको त्यो हिजोको त्यो कुकिङको सानो 3 मिनेट जतिको भिडियो छ 3.5 मिनेटको म त्यसलाई पनि यसैमा जोडेर राख्छु अनि हजुरलाई यो सरप्राइज भिडियो कस्तो लाग्यो
प्लिज कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला भन्दै आजको भिडियोबाट चाहिँ म बिदा हुन्छु बाई Hello, Baba. Hello. What are you doing in the kitchen, my champ? Yeah. I'm hungry. Are you hungry? Yeah. So what are you making today? Some omelets, Harshit. It will be ready in a jiffy. That's a great idea, Dad. Okay. I'll go get the eggs from the refrigerator. Okay. Okay, Harshit, let me help you with something. I will chop some onion and tomatoes for you. It's okay? You just get the bowl from there. Okay, beta, I will chop this onion and then you will chop this chili, okay? Okay, Daddy. Okay, now your turn. Go ahead. Okay, so it's my turn now. So you just bring the spoon from there. Can you bring the spoon from there? Okay, baby. So this egg you just put it here. I'll just help you, Baba. And just put some salt here first. Take out the salt. Do it first, Baba. Okay. So we will make a very tasty this thing. Okay. Not more. Not all. Put it back. Put it back. Okay. It's okay, Baba. So, no. Just I will do it for you. You can stir nicely. Okay, Baba. Okay. Okay. I'm going to put this chili. And then. Okay. And then. Yeah. Just show it to here. Onion. Okay. So what you will do after that? Then I will Yeah. Tell me, Baba. stir it. Okay, sure. Okay. Nicely, Baba. Could you please put an oil, Dad? Okay, Baba. So how much oil you need? Little bit? Little bit. Alright. I'll keep it here. I'll put it here. Okay. Okay. Is it enough for this? Yeah. Okay, baby. Yeah. It's a good omelette. Great omelette. You're gonna make it. Yeah, Arshit? Are you Yeah. excited? Yeah, I'm excited. Do you think it will be tasty? Yeah. Sure. Sure. You put all the ingredients? Yeah. What all ingredients you put in this? Chilies and onion. Onion. Yeah. What about salt? And salt I also put. Whoa! Okay. Omelette. And I'm gonna taste it. Okay. On this, no. I'm going to turn this. So let it heat for 1 minute. Let it heat for 1 minute. Okay. Guys, I'm going to put this on the plate. Whoa! So whom you going to taste, Baba? Can I taste? Yeah. Okay. Can you give me one spoon? So now this father and son going to eat this, and my baby has made a very lovely omelette.